हेलो गाइज, हेलो। अहिले यो रम्मल घारीको ड्युटी सकेर चाहिँ हामीहरू अब छुट्टी भयो हैन गाइज। आजको मौसम पनि यस्तो छ, पुरै पानी पर्न आँटेको छ। कौन सब्जेक्ट अच्छा लगता है? पुरा चेन्ज भइरहेछ। दिउँसो त अलिअलि पानी परिरहेको थियो हैन गाइज। यहाँ हाम्रो गाइजहरू यहाँ बसिरहेछ, केडाहरू, इन्डियाको साथीहरू। यसमा चाहिँ म एक्लै नेपाली हो, मेकानिकलको हैन। हाम्रो यो काम गर्ने एरिया चाहिँ यस्तै छ गाइज। अब छुट्टी भयो, छुट्टीको टाइममा सबैजना रोडमा आएर बसेको छु हैन। परदेशको जिन्दगी यस्तै छ गाइज हैन। हेर्नुहोस् के गर्नु। अब यतातिर गयो भने चाहिँ सेफ्टीले भेटेर 2 दिनको सेलेरी काट्दिन्छ, यहाँ जान पाइँदैन। अब यो रोडमा रम्मल घारीमा यस्तो छ परदेशको जिन्दगी। अब हाम्रो छुट्टी भयो, अब भोलि त छुट्टी हो। आज बिहिबार बेलुका, भोलि एक दिनको यहाँको ईद जस्तै हो, रमाइलो दिन हो। भोलि दिनभरि सुत्ने खाने यस्तै छ ल गाइज। सबै भालुबासे बङ्गालीहरू छ यहाँ, अनि बिहारीहरू छ, इन्डियाको रेन्टलको बङ्गालीहरू छ है। ल है त। आदित्य कुमार 6 क्लास में पढ़ते हैं। 6 क्लास में पढ़ते हो? अब मेन क्रेन आउँदैछ यहाँ। अब दिउँसो चाहिँ सेफ्टीले अलिक टाइट गर्छ, पाइप सायद उतार्नु आएको होला। क्रेन आउँदैछ यहाँ, क्रेन आउँदैछ। अब हाम्रो छुट्टीको बस पनि आयो। है त सबजना छुट्टीको टाइममा। कूलर किसका है? वो कूलर किसके?